आज हामी चाहिँ सुनकोशी जलयात्रा गर्दैछौँ र हाम्रो यहाँ सरहरू पनि हुनुहुन्छ। कस्तो लागिरहेछ आज स्टार्टिङ पोइन्ट? त्यही भएर डराउनु पर्ने छैन, के छैन। हाम्रो खोला हामी नै यहाँ खेलिरहेछौँ, के हुँदैन के गर्दैन हाम्रो। हजुर, हामी आज गणेशस्थानबाट हामी मुलकोट जाँदैछौँ। तपाईको के छ विचार? यसो जाओस् दुई चार शब्द। मेरो विचार के हुने, एकदमै रमाइलो लागिरहेछ। अनि हाकिम साहबसँग आइएछ क्यार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतसँग, अनि अरू कर्मचारी सरहरू पनि हुनुहुन्छ। अनि यो साउको छोरो पनि छ, पहिलोपल्ट चढिरहेछ बोटमा, डराइरहेछ। अनि हाम्रो म्यामको पनि एकदम राम्रो भइरहेछ। अलिकति अनुभव थोरै डर लागेको छ। पहिलोपल्ट हो तपाईँको? मेरो पहिलोपल्ट हो। पहिलोपल्ट। जय सुनकोशी, जय सुनकोशी, जय गरोस् हामीलाई। हजुर यसो जाओस् न तपाईँको नि, यस्तो रमाइलो भइरहेछ। छिटो हिँड्दा राम्रो हुन्थ्यो। छिटो भन्दा नि हामी ढिलो जानेमा छौँ। किन छिटो गरी किन? ल सर तपाईँको नै अनुभव सुनाउनुहोस्। यो सुनकोशी गाउँपालिका चाहिँ यो आन्तरिक पर्यटन चाहिँ हामी प्रवर्धन गर्ने लक्ष्यमा लागिरहेका थियौँ होइन। हजुर, अब यहाँ चाहिँ सुनकोशी गाउँपालिकाको चाहिँ नजिकै यो चाहिँ किनारमा चाहिँ अब हाम्रो सुनकोशी नदी बगिरहेको छ। त्यसमा चाहिँ आज हामी चाहिँ अब बोटिङ गरिरहेका छौँ। हजुर, बोटिङ प्लस राफ्टिङ प्लस राफ्टिङ भइरहेको छ। हजुर, त्यसले चाहिँ अब सुनकोशी गाउँपालिकाको चाहिँ पर्यटन प्रवर्धन हुने चाहिँ हामीले आशा लिएको छौँ। आशा ल्याएको छौँ। ल हजुरहरूको लागि केही जाओस्। सुमन सर केही जाओस् तपाईँको? चम्पादेवीबाट चम्पादेवी होइन, सुनकोशीबाटै जानु पर्यो नि। चम्पादेवीबाट गएर हुन्छ त। म चाहिँ अब तेस्रोचोटि ऱ्याफ्टिङ गरिरहेको छौँ होइन सुनकोशीमा एकदम रमाइलो लागिरहेछ। ओके, अनि हजुरको? मेरो यो 6औं चोटि हो। हजुर, ऱ्याफ्टिङ हजुर। एकदम रमाइलो लागिरहेछ। अनुभव अलिकति फरकै हुन्छ किनकि तपाईँले अरू ठाउँमा पनि गर्नुभएको छ। यसको चाहिँ अलिक अनुभव भनेको फ्यामिली ग्रुपको लागि चाहिँ एकदम स्पेसल ठाउँ। जस्तो ऱ्यापिडहरू कम भएको, सेफली होइन, आसिनु पर्ने त्यस्तो खासै छैन। त्यो हुँदा रमाइलो पनि छ, विथ सेफ्टी पनि छ। हस् त, धन्यवाद सबै।